मेरी मम्मी को यूट्यूब च्यानललाई सब्सक्राइब गरिदिनु होला। मेरो मम्मीले लगाउनु भएको खुर्सानी हेर्नुहोस्, जे लगायो त्यही फल्छ के, जे लगायो त्यही। अब यो त मधेसको ठाउँ छ, निम्बु हेर्नु यस्तरी लगाउनु भएको छ। जे लगायो नि त्यही फल्छ, जे लगायो त्यही फल्छ। अनार हेर्नु, तराईमा कोही आरु देख्नु भएको थियो, आरु पहाडको आरु हेर्नु फलेको छ। देख्नुभयो नि आरु, पहाडमा फल्ने आरु हाम्रो तराईमै मम्मीले फलाइदिनुहुन्छ। पहाडदेखि ल्याएर लगाउनु भएको, अर्घाखाँचीदेखि ल्याएर लगाउनु भएको। यस्तो छ आरुको बुट्टा। निम्बुहरू फुलिरहेको छ, जे लगायो त्यही फल्छ के। हेर्नु लसुन, मेरी मम्मीले कृषिमा काम गर्दै हुनुहुन्छ। यता हेर्नु त मम्मी, मेरो मम्मी यहाँ हेर्नुहोस् गाइस, लसुन लसुनहरू। सब्जी किन्नु पर्दैन, घरमै छ, घरकै सब्जी खान पुग्छ। मेरो मम्मीको काम हेर, काम एकछिन खाली बस्नुहुन्न, काम गरेको गर्नुहुन्छ। म यस्तो फोरी छु, नदेखा क्यामेरामा नखिच भन्दै हुनुहुन्छ। मम्मी के गराउनु लाग्नु भएको? खुर्सानी लाउन लाग्यो। ए यो बाह्रैमासे फल्ने खुर्सानी हो मम्मी? यो चमेली फुल हो? ए कहाँदेखि ल्याएर लगाउनु भएको? ए ए निम्बु पनि फल्न लाह। यो बेलौती होइन, बेलौती हो नि मम्मी। सानो खै त फुलेको पनि छैन त यो जति त। फल्छ यो? ए कहाँबाट ल्याएर लगाउनु खोज्यो तपाईँले? आरु त फलाउनुहुन्छ। ए आरु त फले हो, अचम्मको कुरो, तराईमा आरु लाउने भने त नास्पाती पनि फल्छ होला नि मम्मी? अब गएको बेला ल्याउनु न अर्घाखाँचीबाट।